मलाई कमेन्ट गर्नुभएको छ, कति राम्रो राम्रो सजेसनहरू पनि दिनुभएको थियो। केही दिनले भिडियो हालेको थिइनँ होइन। अब किन भन्ने कुरा त देखिहाल्नु होला, मेरो आँखाहरू सबै सुन्नेर है, यहाँ टाउकोमा पनि फिटा लगाइरहेको छु। मलाई यस्तो राम्रो राम्रो कमेन्टहरू सबैले गर्नुभएको थियो। मैले यो खिर पुरी खाएको जुन छ मेरो डेट कटिसक्यो, केही सुरसार छैन, चालचुल छैन, खालि भोक मात्रै लाग्छ यता त्यता भनेर हालेको थिएँ। र धेरैजनाले डक्टरकोमा जानु न भनेर पनि सल्लाह दिनुभएको थियो मलाई होइन। म नगएको पनि होइन, गएकै हो। सल्लाहहरू पनि लिइरहेको, मेरो रिपोर्ट पनि एकदम राम्रो, बेबी पनि हेल्दी, सबै थोक डेट कट्यो। अनि उहाँले भन्नुभयो तपाईँको सबै थोक राम्रो छ, डेट कटे पनि केही छैन, अब केही दिन वेट गर्नुपर्छ भन्नुभयो है। अब सबै थोक अलिकति केही न केही समस्या थियो भने त उहाँले सिजर गर्नु भनिहाल्नुहुन्थ्यो होइन। तर डक्टरले नै मलाई राम्रो छ भनिसकेपछि पर्खिन सक्छौँ, हामी कुर्न सक्छौँ भन्नुभयो। पर्खिन, त्यो डेट पनि कट्यो होइन। डक्टरकोमा जाने, सल्लाह लिने, भिजिट गरिरहने गरेकै हो, नगरेको होइन, घरमा बसेर वेटिङ गरेको होइन। तर नर्मल गर्ने भन्दा भन्दै लास्टमा सी सेक्सनमै एन्ड भयो कि। हुन त मलाई धेरैजनाले अगाडि नै पनि भन्नुभएको थियो, बेबीहरूले ढिलो भयो भने आची खान्छ, यो हुन्छ त्यो हुन्छ। मेरो त्यस्तो केही भएको त थिएन। म लेबर हुन्छ नि, नर्मल्ली नेचुरल्ली नै जन्माउने, भोलिको दिनमा ब्रेस्ट फिडिङ गर्नेदेखि लिएर हरेक थोकमा इजी हुन्छ, नर्मल्ली नै ट्राई गर्ने होइन। सिजरियन सेक्सनको त माइन्डमा यति पनि थिएन क्या मेरो। र हस्पिटल गयो, बेथा लाग्ने सुईहरू लगाइदिनु भयो, कति 24 घन्टाको प्रसव पीडा सहियो, तर पनि नर्मल भएन। लास्टमा उहाँले भने जस्तो बेबीले पनि फोहोर पानीहरू खाएर, बेबीको टाउकोहरू सुन्निएर, नेचुरल हुन नसकेर लास्टमा डक्टरले पनि हुन्छ नि अझै ढिलो गर्नुभयो भने जे पनि हुनसक्ने, अलिकति एकदमै सम्झिँदा पनि कस्तो मुटु कान्छ अहिले। त्यस्तो कुरा गरिसक्नु भएपछि मेरो सासू मम्मीलाई पनि बोलाउनु भयो भित्र, के गर्नुहुन्छ डिसिजन छिटो लिनु भन्नु हुँदाखेरि। अनि मम्मीले पनि सिजरियन गरिदिनु फटाफट मेरो बुहारीको भन्नुभयो। अनि सिजर पनि भयो होइन। सिजरमा मलाई त्यस्तो केही लागेन, डर पनि, तर कस्तो हुन्छ नि, के सोचेर गएको, के भयो र कस्तो कस्तो पीडा खप्नु परेको, बाफ्रे सम्झिँदा पनि कस्तो डर लाग्छ। हस्पिटलको त्यो बसाइ कति लामो समय, निन्द्रा लाग्दैन, पानी चढाएको छ कति हो, कति दबाई औषध, त्यही भएर आजसम्म पनि कस्तो सम्झिँदा डर लाग्छ। हस्पिटलबाट त आयो, डिस्चार्ज भयो, तर आजसम्म बेबी हेर्न पाएको छैन कि, बेबी नै हेर्न पाएको छैन। यो सबै पानीहरू चढाएकोले हातहरू सबै सुन्निएर